जय मसी म राजेश लिम्बोट एसएमएस गरी तपाईँहरूमा वचनको सहयोगलाई लिएर उपस्थित भएको छु र आजको वचन हामी याकुबको पुस्तक 1 अध्यायको 19 पददेखि 25 पदसम्म हेर्नेछौँ र शीर्षकमा लेखिएको छ सुन्नु र गर्नु। आमेन। र 19 पदमा यसरी लेखेको छ, मेरा प्रिय भाइहरू, यो कुरा जान, प्रत्येक मानिस सुन्नमा छिट्टो र बोल्नमा ढिलो र रिसाउन धिमा हुनुपर्दछ। आमेन। किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। आमेन। यसै कारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाऊ र मानिसहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारणा गर। आमेन। जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ। आमेन। तर वचन पालना गर्ने हौ र सुन्ने मात्र भएर आफैले धोका नदेऊ। कुनै मानिसले वचन सुन्छ तर पालना गर्दैन भने त्यो एउटा यस्तो मानिस जस्तो हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ र त्यो आफै कस्तो थियो त्यो तुरुन्तै बिर्सिहाल्छ। तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थाले हेर्छ र त्यसमा लागिरहन्छ अनि सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष पाउनेछ। आमेन। प्रियहरू, परमेश्वरको वचनले भन्दछ प्रत्येक मानिस भन्छ अनि सबै तपाईँहरूलाई परमेश्वरका छोराछोरी नै के भनेछ, मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउन धिमा हुनुपर्दछ भनेछ। आमेन। प्रियहरू, तपाईँ र हामी चाहिँ सुन्नुमा छिटो, परमेश्वरको वचनमा सुन्नुमा छिटो अनि रिसाउनमा धिमा हुनुपर्दछ। आमेन। अनि यो वचन याकुब यानी येशूका भाइ याकुबले यो पत्र तपाईँ र हाम्रो निम्ति पनि लेखेको हो। आमेन। तपाईँ र हाम्रो निम्ति यो वचन, आज यो वचन त तपाईँ हाम्रो निम्ति हो। अनि तपाईँ र हामी अनि यो वचन चाहिँ हामी सुनेर अनि लागू गर्नुपर्दछ हाम्रो जीवनमा। आमेन। अनि किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। आमेन। तपाईँ र हाम्रो रिसले चाहिँ परमेश्वरको धार्मिकता ल्याउँदैन। तपाईँ र हामी चाहिँ नम्र हुनुपर्दछ। प्रभु येशू ख्रीष्ट जस्तो नम्र हुनुहुन्थ्यो त्यसरी नै तपाईँ र हामी चाहिँ नम्र हुनुपर्दछ। अनि यहाँ के भनेको छ भने बोल्नुमा ढिलो र रिसाउनुमा धिमा हुनुपर्दछ। आमेन। तपाईँ र हामी चाहिँ नम्रता हुनुपर्दछ। यसै कारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ। आमेन। तपाईँ र हामीमा चाहिँ जति पनि फोहोर कुराहरू छन्, हामीले बोलीचालीहरूमा हरेकमा होइन, त्यो अशुद्ध कुराहरूलाई चाहिँ हटाउनु पर्दछ। होइन, फोहोर कुराहरू समस्तलाई दुष्टतालाई हटाओ र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारणा गर। अनि जुन वचन चाहिँ हामीले सुनेका छौँ त्यो वचन चाहिँ हामी लागू गर्नुपर्दछ, वचन अनुसार चाहिँ हामी जिउनु पर्दछ। आमेन। तर वचन पालना गर्ने हो, परमेश्वरको वचन सुनेर चाहिँ हामी पालना गर्नुपर्दछ। होइन, परमेश्वरको वचन हुन्छ होइन, रिस नगर, डाह नगर, होइन, क्रोध नगर, व्यभिचार नगर, होइन, यी नराम्रा कुराहरू जति पनि हामी अनि कुराहरू नराम्रो फोहोर कुरो चाहिँ हटाउनु पर्दछ। अनि वचन सुनेर चाहिँ हाम्रो जीवनमा लागू गर्नुपर्दछ, वचन चाहिँ पालना गर्नुपर्दछ। सुन्ने मात्र नभएर आफैले धोका नगर। अनि वचन सुनेर आफैले धोका दिने गर्नु हुँदैन। अनि वचन सुनेर पनि हामी लापरवाही जिउँ भने, परमेश्वरको वचन विपरीत जिउँ भने तपाईँ हामीलाई आफैले धोका दिएको हुन्छौँ। आमेन। त्यसैले परमेश्वरको वचन सुनेर चाहिँ हामी पालना गर्नुपर्दछ। कुनै मानिस वचन सुन्छ तर पालना गर्दैन भने त्यो एउटा यस्तो मानिस जस्तै हुन्छ जसले आफ्नो अनुहार हेर्छ, ऐनामा हेर्छ, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ र त्यो आफै कस्तो थियो त्यो तुरुन्तै बिर्सिहाल्छ भनेर उदाहरण दिएको छ यो वचनले तपाईँ र हामीलाई। अनि हामी वचन सुनेर हामी पालना गर्दैनौँ र आफूले धोका दिइराखेछौँ भने
जुन मानिसले आफ्नो अनुहार ऐनामा हेर्छ र गइहाल्छ र आफूलाई आफ्नो फेस कस्तो थियो भने बिर्सिहाल्ने जस्तै मात्रै हामी हुन्छौँ। आफूलाई धोका दिने, आफै म को हुँ आफूलाई आफूले चिन्नु सकेको हुँदैनौँ। अनि परमेश्वरको वचन सुनेर पनि पालना गरेनौँ भने आफूलाई आफूले धोका दिएको हुन्छ हामीले। तर त्यो मानिस जसले स्वतन्त्र दिने शुद्ध व्यवस्थाले हेर्छ र त्यसैमा लागिरहन्छ अनि सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ। अनि जो मान्छे चाहिँ अनि हामी व्यक्तिले चाहिँ अनि कति व्यक्तिले जुन वचन हामी सुन्छौँ अनि हामी वचन सुनेर चाहिँ हामीले पालना गर्नुपर्दछ। आमेन। अनि त्यसले चाहिँ आफूले गरेको काममा आशिष पाउनेछ भनेछ। अनि जब तपाईँ र हामी वचन सुन्छौँ अनि वचन अनुसार हामी हिँड्छौँ भने हामीले गरेको मेहनतहरू परिश्रममा चाहिँ आशिष पाउँदछौँ। आमेन। हरेक हाम्रो जीवनमा आउने दुःख कष्टको बन्धनहरू छुटकारा दिनुहुन्छ परमेश्वरले। हाम्रो जीवनमा आउने घुम्टोलाई हटाइदिनुहुन्छ। हाम्रो जीवनमा आउने आँधी बेह्रीलाई शान्त पार्नुहुन्छ। आमेन। हाम्रो जीवनमा आउने पहाडहरूलाई पनि हटाइदिनुहुन्छ परमेश्वरले। अनि हाम्रो जीवन हरेक रोग बिमारबाट छुटकारा दिनुहुन्छ। अनि तपाईँ र हामीले गरेको हामीले काममा हरेक परिश्रममा परमेश्वरले आशिष दिनुहुन्छ। आमेन। हाम्रो सेवकाइमा, हाम्रो पारिवारिक जीवनमा, हामीले गरेको मेहनत परिश्रममा, हरेकमा चाहिँ अन्नबालीहरूमा, पशु चौपायामा, हामीले कमाइरहेको जुन हामीले गरेको कामहरूमा, जहाँ हामी अफिसलहरू काम गरिरहेका छौँ, जहाँ जे हामी पनि गरेका छौँ, त्यो कामहरूमा चाहिँ परमेश्वरले आशिष दिनुहुन्छ। आमेन। तर तपाईँ र हामी वचन सुनेर पालना गर्नुपर्दछ। अनि वचन सुनेर पनि हामीले पालना गर्दैनौँ भने आफैले धोका दिन्छौँ। त्यसैले प्रियहरू, आजको वचनबाट यही सन्देश दिन चाहन्छु कि तपाईँ र हामी चाहिँ वचन सुनेर हाम्रो जीवनमा लागू गर्नुपर्छ। हामी परमेश्वर वचन सुनेर हामी वचनको डरमा आज्ञाकारितामा जिउनु पर्दछ। आमेन। अनि वचन सुनेर हामी पालना गर्नुपर्दछ। अनि जब हामी वचन सुन्छौँ अनि त्यो अनुसार हामी काम गर्छौँ भने वचन अनुसार जिउँछौँ भने परमेश्वरले तपाईँ र हामीले गरेको मेहनत परिश्रममा चाहिँ हाम्रो कामहरूमा, व्यवसायमा, हरेक कुराहरूमा चाहिँ हाम्रो पारिवारिक जीवनमा परमेश्वरले तपाईँ र हामीलाई आशिष दिनुहुन्छ। आमेन। प्रियहरू, आजको वचनले म यही राख्न चाहन्छु। यो वचनबाट म आशिषित भएको छु र प्रियहरू तपाईँहरूले पनि यो वचन सुनेर आशिषित हुनुहुन्छ म विश्वास गर्दछु। यो वचनबाट परमेश्वरमयको परमेश्वरले सबैजनालाई प्रियहरूलाई परमेश्वरले प्रशस्त राखेको होस्। जय मसीह।